So hello guys, hope you all are fine. र आज चाहिँ म नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु र आज चाहिँ म घाँस काट्न जाँदैछु गाईको लागि र आशा छ तपाईहरुले नि धेरै सपोर्ट र माया गर्नुहुन्छ होला भनेर त्यही भन्दै आज फेरि नयाँ भिडियोमा म उपस्थित भइसकेको छु गाइज र गाइज घाँस काट्न चाहिँ अलिक टाढै छ सायद आधी घण्टा जस्तो लाग्छ होला र यहाँ चाहिँ मैले खुकुरी भिडिरहेको छु र हातमा छन् हाम्रो भन्नु त यस्तो छ भिलेज लाइफ भनेको यस्तै हो र त्यही हो गाइज अब हेर्दै जानु होला म अझै देखाउँदै जान्छु तपाईहरुलाई र गाइज तपाईहरुलाई म केही देखाउन गइरहेको छु गाइज अहिले तपाईहरुले भएर मैले देखाएँ त्यो पानी चढारी भन्ने अति तातो छ कि अति अब हाम्रो यता पाहाडतिर भनेको त्यही अब हामीले खाइरहेको पानी भने चिसो हुन्छ नि तर यो चाहिँ मुहान नजिकै भएर होला तातो छ कि जस राम्रो छ स्वस्थ वातावरण त्यस्तो हुन्छ नि त हैन तपाईहरुलाई म यस्तै छ गाइज र अहिले चाहिँ म लागिरहेको छु खुकुरी भिडेर हेर्दै जानु होला र गाइज तपाईहरुलाई म के देखाउनु गइरहेको छु भने अहिले चाहिँ यहाँ चाहिँ अलैँची खेती गर्नु भएको रहेछ अनि त्यही देखाउनु लागेको छु अलैँची खेती हाम्रो लेकतिर चाहिँ कस्तो हुन्छ भने यस्तो हुन्छ गाइज छैन अलैँची खेती गर्नु भएको रहेछ जस राम्रो भइरहेछ किनकि पानी हेर्नु फेरि जता पानी छ कि पानीमा त हो नि भनेको अलैँची खेती गाइज सबै यो सिममै सिम छ क्या सिम भने चाहिँ कस्तो नि धेरै जहाँ पानी ज्यादा हुन्छ त्यसले हामी सिम भन्छौँ देख्नुभयो ठिक छ जस राम्रो छ यही हो है देखिरहनु भएको छ होला यो सबै डुसको घाँस हो र हेर्नु होला अब म काटेको पनि तपाईहरुलाई देखाउँछु
सो यसरी चाहिँ मैले मेरो घाँसको भारी पनि पुऱ्याइसकेँ। तपाईँहरूले देख्न सक्नुहुन्छ मैले रेडी पनि बनाइसकेँ काटेर पुरै बाँधी पनि सकेको छु गाइज। घाँसको भारी चाहिँ देख्न सक्नुहुन्छ। र तपाईँहरूले म के देख्न चाहन्छु तपाईँहरूले देखेको थिएँ मैले यसरी खिचिरहेको थिएँ देख्नुभयो। यो चाहिँ बाँस हो। बाँसमा अड्काएर बिहान खिचिरहेको थिएँ। अब गाउँले भएपछि दिमाग लाउनु पऱ्यो भने शाबाश बेटा बहुत बढिया। सो गाइस अहिले चाहिँ म यहाँ भारी बिसाएर बसिरहेको छु आज बाटोमा। बिसाउने त थिइनँ तर यहाँ एउटा मेरो कामै परेको साथीहरू। मेरो भारी चाहिँ यहाँ छ र तपाईँहरूले एउटा कुरा भन्नु लागेको थिएँ मैले यो बोरा चाहिँ किन लिएको होला सम्झिरहेको छ होला। बोरा चाहिँ कुखुरा लिनुको लागि हो। अब घर चाहिँ यताबाट जान्छु भने यही घाँस चाहिँ म यता तलदेखि लिएको हो भने उता चाहिँ त बोजूकोमा जानु छ कुखुरा लिनलाई गाइस। बाटो चाहिँ त्यही हो। सो गाइस अब म लाग्छु लिनलाई। अहिले म भेट्छु बाटोमा। सो गाइस अहिले चाहिँ म हिँड्दैछु र मेरो चाहिँ घाँस भाइ चाहिँ त्यहाँनिर छोडिरहेको छु। ल साथीहरू अब चाहिँ म जाँदैछु गाइस। परनिर बोजूको घर छ धेरै टाढो छ छाम्ने धेरै जस्तै 5 मिनट चाहिँ लाग्छ होला सायद यहाँबाट गइरहेको छु गाइस। म अहिले म तपाईँहरूले देखाउने छु। तपाईँहरूले सोचिराख्नु भएको होला यो चाहिँ के लिनलाई भनेर। धेरै गाइस कुखुरा लिनकै लागि हो यो चाहिँ हामीले त्यहाँ कुखुरा किनिराख्नु भएको रहेछ र यो चाहिँ अलिक दिउँसो भएर पढ्नु सक्दैन रहेछ। म जाँदैछु अहिले सायद बिहानै पढिरहेको भएको छ होला। अहिले भेटौँ। सो गाइस म यो चाहिँ कुखुरा लिएर आइसकेँ। तपाईँहरूलाई अघि मैले भनेको थिएँ कुखुरा लिनु जाँदैछु भनेर। कुखुरा चाहिँ यहाँ छ म तपाईँहरूलाई देखाउनेछु। हेर्नु होला कुखुरा चाहिँ यहाँ छ। र गाइस यो चाहिँ भयो बेलुकीको लागि हो र आशा छ तपाईँहरूलाई भिडियो राम्रो लाग्यो होला। र आजको चाहिँ छोटो मिठो भ्लगिङ भिडियो चाहिँ म यहीँ टुङ्गाउन जाँदैछु। गाइस तपाईँहरूले यदि राम्रो लाग्यो भने सब्सक्राइब सेयर एन्ड लाइक गर्नु चाहिँ नभुल्नु होला। त्यति भन्दै म बिदा माग्न चाहन्छु गाइस।